सो गाइस अहिले चाहिँ म बिहानको 6 बजे छ 6:30 भइसक्यो। म जाँदैछु काममा। आज चाहिँ हाम्रो यहाँ मौसम चाहिँ यस्तो खतरा भइरहेको छ। तलतिर एकदम कुहिरो लागेको छ। म मार्चदेखि अब जाँदैछु साइडमा। आजको यो जो मिनी ब्लग छ मेरो सानो, यो चाहिँ मेरो खलासी चाहिँ बिहानै गइसकेका थिए। अब उनले चाहिँ के काम गरे त मेसिनमा, खलासीले गर्नुपर्ने के काम गरे त त्यो देखाउन गइरहेको छ आज। यहाँ अलिकति धेरै हिँड्न पनि सकिँदैन यता अलि यो हाइट भएर, किनकि यहाँ थोडा सास फेर्न पनि गाह्रो हुन्छ। यो तलको चाहिँ नदी अनि यो चाहिँ हाम्रो गाउँ, यो मार्छा भन्ने गाउँ हो। हाम्रो रोड चाहिँ यहाँदेखि आयो। फाइनली यो रोड चाहिँ यसरी कटेको छ, गाउँको खेतबारी हुँदै। अनि यो तलको चाहिँ धौली नदी, एकदम पानी धुम्लो पनि छ।